आन्टी के गर्दै हुनुहुन्छ? खाना बनाउँदैछ। ए तिमीहरू आउनु भित्र बस। अनि के छ त तिमीहरूको हाल खबर? ठीक छ आन्टी अनि तिहारको रन्झम कस्तो छ नि? खै नानी, आन्टी अनि तिहारमा माइत जानुहुन्छ होला नि? कहाँ छ र जाने ठाउँ? कर्मै फुटेको मान्छेको सुखमा सबैको हाई हाई हुने, दुःख पर्दाखेरि त आफन्तको घरको पनि दैलै लाग्दो रहेछ। धनी हुँदाखेरि त सबैको हाई हाई थिए, दाजुभाइले नि खुब माया गर्थे। आज दुःखमा परेको छु। आफ्नै दाइ भाइले पनि अरूलाई चेलीबेटी बनाएर टिका लगाउँछन्। अनि को छ र जानु नानी? जाने ठाउँ सबै बन्द भइहाल्यो। अब यही रोएर बस्नुदेखि अरू केही छैन। जुन चाडबाड आए पनि सधैँ आँसु झारेर बस्नुपर्छ। आन्टी तपाईँ सबैकी प्यारी हुनुहुन्छ, तपाईँलाई सबैले माया गर्छन्, तपाईँ किन दिक्क मानेर बस्नुहुन्छ? आन्टी तपाईँले एउटा मान्छेले मनबाट हटाएर के भयो त? तपाईँलाई लाखौँ नेपालीले मन र मुटुमा राखेको छ। तपाईँ रुनुभयो भने त लाखौँ नेपाली रुन्छन्। अब तपाईँ रुने होइन, हाँस्नुहुन्छ। ए आन्टी कलाकार जस्तो मान्छे भएर पनि रुने हो? आज भरे साँझ तपाईँकोमा देउसी खेल्न आउँछु, टल्ल पैसा टिपाएर राख्ने नि, होइन त रोशनी? अनि त आन्टी बेकारमा रुनुहुन्छ। जाउँ। रुन नि नपाउनु भने बच्चाहरूले बेला बेला आएर हँसाइरहन्छन्। फेरि आफूलाई पिर परेको जान त भनेको नि छोरी, तेरो बाउ टुवाके कतिखेर आउने हो? तिहारको टिका साइडमै लाउनु पर्ने। फोन हान्छ तेरो बाउलाई। आज नि उजाड खाएर आए त कति घित नपरेको होला। माइत जाउँ भनेको आज नि नपाउने भई। छिटो भात खाउँ। भात हेपेको तैँले हेपे हो? मलाई हेपे हो? मलाई पुरै हेप्नु त होइन? खाटमै चप्पल लाएर सुत्यो, के गर्नु? एक दिन जान नखाइ आएको भए नि हुन्थ्यो। माइत जानु पर्ने ढिला भइसक्यो। तेरो माइत यहाँ चेलीबेटीहरू दिदीबहिनीहरू सबै आउँछन्। रोटी पका, खुरुक्क न खोइ यहाँ रोटी पका, सेलरोटी पका, अनिखेर मात्रै कुरो गर। माइत राधिका, ए राधिका, माइत जाने होइन? ल तिहारको बेलामा रोको जस्तै देख्छु त। ल राधिका, आज त भाइटिकाको दिन, माइती जाने होइन र? अभागीलाई दसैँ र तिहार माइती नमाउने। के भयो तिमीलाई? किन यसरी रोइरहेको? के भएन भन्नु र दिदी? धनी मानी हुने खाने हुँदा त सबैको प्यारी हुँदो रहेछ। आज घरको हेला भएँ, श्रीमानले घरबाट निकालिदियो। घर न घाटको भएर बसेको बेलामा आफ्नै दाजुभाइ पनि टाढाको भइदिए। टिका लाउन जाउँला भन्ने थियो, केही लान पो सक्दैन थियो होला त। 7 वटा रङ त मैले नै लगाइदिन सक्थेँ नि। अहिले त अरूलाई नै चेलीबेटी बनाएर टिका लगाउँदैछन् रे। तपाईँहरूको पो माइती कतिलो छन्। म त साह्रै अभागी रहेछु दिदी। कहिले पनि न दसैँ न तिहार भन्न पाउँछु। घरको हेला भएपछि त संसारकै हेला हुँदो रहेछ।
ल हेर मोरी किन यसरी रोएको नरौ न यसरी आज हेर तिहारको दिनमा अब तिमीले मलाई यति राम्रो देखेको छौ तर हेर राधिका तिम्रो र मेरो पीडा भनौँ भने एउटै छ कसले देख्ने हेर तिम्रो दाइले त कसैलाई चेली बनाउनु पुगेछ मेरो पनि त्यही हालत अहिले हेरौँ भने कहाँनिर टन्न धोकेर लडिरह्यो होला मेरो दाइको हालत कसले देख्ने र अब अहिले उता गएर माइतीमा खुसी साथ जाउँ भन्दा भरे यसरी रोएर फिर्नु पर्ला हेर बिचारी आज तिहारको बेलामा यसरी रोएर बसिरहेको छ मेरो त त्यस्तै भए पनि दाइ छ उसको त अर्कैलाई चेली बनाएछ अब दाइलाई कुरा गर्छु अनि तिहारको बेलामा आज उतै लगेर टिका लाउनु पर्ला ल ल अब धेरै नरौ अब भाग्यमा लेखेको कुरा मेटेर मेटिने अब मलाई पनि ढिला हुन्छ म जान्छु है दाई के भएछ यो दाईलाई हेर रक्सी खाएर यस्तो खै अलिकति पानी छम्किदिनु पर्यो उठ्नुहुन्छ कि दाई ओ दाई यति धेरै रक्सी खाएर बाटोमा लडिरहेका छन् खाएँ त मेरो सम्पत्ति खाएँ अर्को सम्पत्ति खाइदिए नि त ए भलाइको त जमानै छैन हेर यो जाँडले मान्छेलाई खत्तम बनायो हेर्दा त मान्छे राम्रै छ कहाँको हो यस्तो बाटोमा लडेर बसेको छ जाँड खाएर ए होस् मुखाभरि भुसुन आएको छ त्यसकै होस् हेर हाम्रो दाइको हालत होइन यो दाइ ए दाइ होइन दाइ ए दाइ दाइ होइन के हो त आज तिहारको बेलामा ल हेर आज तिहारको बेला टिका लाउनु परेन ताल हेर न ताल आज माला लाउनु परेन त्यो अलिकति हुन्छ नि अलिकति खाएर पनि यस्तो हुन्छ नि निन्द्रा है आहै भन भन बहिनी हो आहै राम्ररी भन आहै शर्मिले भन आहै देउसिरे भन आहै भन न भन आहै रातो माटो आहै चिप्लो बाटो आहै राइले भैले आहै आएका हामी आहै भन भन बहिनी हो आहै राम्ररी आहै यो घर कत्रो आहै सिंहदर कत्रो आहै यो आँगन कत्रो आहै चुडी खेल कत्रो आहै चुडी खेल कत्रो आहै चुडी खेल कत्रो आहै सालाको घाँटी आहै सुकिसक्यो घाँटी आहै साइकलको घन्टी आहै छिटो गर्नु शान्ति आहै छिटो गर्नु शान्ति आहै भन भन भाइ हो आहै राम्ररी भन आहै शर्मिले आहै साइकलको घन्टी आहै छिटो गर्नु आन्टी राम्ररी भन आहै देउसिरे भन आहै यो आँगन कत्रो आहै चुडी खेल कत्रो आहै यो आँगन कत्रो आहै चुडी खेल कत्रो आहै यो घर कत्रो आहै सिंहदर कत्रो आहै देउसिरे भन आहै देउसिरे भन भाउजू सुन्नुहोस् त अब नरुनुहोस् धेरै रुइसक्नु भयो अब यसपालिको तिहार त माइत जान पाउनु भएन केही छैन अब आउँदो सालमा चाहिँ तपाईँ जसरी पनि जानुहुनेछ के गर्नु नानी ती तीन दाजुभाइ थिए तीन दाजुभाइकै निधार खाली भयो टिका लाउन पाइनँ मैले हेर्नुहोस् दाइ यो चाडपर्वको बेलामा जहिले पनि
यसरी नै भाउजूलाई पिटेर तपाईँले रुवाएको देख्छु। दसैँ तिहार तिज यस्तो कुरामा त भाउजूलाई माइत पठाउनु पर्छ नि। हेर्नुहोस् त मलाई हेर्नुहोस् त, मलाई पनि तपाईँको ज्वाइँले यसरी नै पिट्नु भयो भने के म माइत आउनु सक्ला त? हेर्नुहोस् दाइ, सबै नारीको एउटै चाहना हुन्छ, अब भाउजूलाई पनि माइती जाने रहर होला। अब हेर्नुहोस्, अब यसो जाँड औँसी खाने काम चाहिँ आजैबाट तपाईँले छोड्नुहोस्, अनि मात्र सुख शान्ति आउँछ घरमा, नभए आउँदैन। भाउजूले भने मान्नु पर्यो नि। आजदेखि खान्न बहिनी, तेरो कसम खा आजदेखि खान्न ल है। दाइ सुन्नुहोस् न, अघि बाटोमा आउँदै गर्दा राधिका बेसरी रोइरहेको रहेछ, आज टिकाको दिनमा पनि। बिचरी कति वेदना पोखिरहेको थिएँ। बिचरी आफ्नो दाइ भनाउँदाले अर्कै चेली बनाएछ, दुःख पनि लाग्यो। बरु यसो गरौँ न, तपाईँ लिन जानुहोस् अनि एकै ठाउँमा बसेर टिका लगाउनु हुन्न र? हुन्छ हुन्छ, लिएर आउँ अनि टिका लाउँ न त, एकै ठाउँ बसेर टिका लाउँ। ल ल दाइ, चाँडै गर्नुहोस् है, फेरि साइड पनि त छोप्नु पर्यो नि। आज त कति वर्षमा रमाइलो भयो नि दिदी। ल मोरी, हिजो अस्ति त हामी यतिकै मात्र बोल्थ्यौँ जस्तो लाग्थ्यो, आज त साँच्चीकै दिदी बहिनी भएछ। ल अब ढिला नगरिकन तिमी जान्छौ त, म टिका लगाइदिन्छु। आज त भुइँमा खुट्टो छैन बाबा खुसीले। यतिका ल म छेक्छु तपाईँ माला लगाउनु।
रहेछ नि म रोएर पनि थाकिसकेँ। अब दर्शकलाई शुभकामना दिनु न। हेरिराख्नु भएको छ त त्यहाँ। हो नि है दर्शकहरूलाई पनि त शुभकामना दिनु परेन त हामी मात्रै खुसी भएर हुन्छ। नमस्कार दर्शकवृन्द 2037 सालको पावन अवसरमा रहेर यो दीपावलीको देश विदेशमा रहनुभएका हाम्रा सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छौँ। मेरो पनि है हजुर। ल, अब चाहिँ कुरा गरौँ न त अरू कुरा। के कुरा गर्नु पर्यो नि तँलाई? अब हामी जस्तै अहिले जस्तै मलाई परिरहेको छ नि, मलाई त्यत्रो डाँको छोडेर रोको देख्नु भएको छ दर्शकले। म जस्तै गरेर रोको चेलीबेटीहरूलाई हँसाउने काम हाम्रो दाइ जस्तोले गर्नुहुन्छ, देख्नुभयो नि उहाँले गर्नुभएको छ। त्यसै गरेर चेलीबेटीलाई र दाजुभाइले चेलीबेटीलाई कहिले पनि पैसामा नदाजाउँ। धनी छ भनेर माया गर्ने, गरिब छ भनेर हेला गर्ने र तिहारको 70 रङ्गी टिकालाई चाहिँ एउटा पैसामा नदाचिकन आफ्नो चेलीबेटीलाई सबैले माया गरौँ र कसैको चेलीबेटी आफ्नो दाजुभाइ छैनन् भने अरूलाई पनि आफ्नो बहिनी बनाएर टिका लाउँ र आफ्नो बहिनी छँदा छँदै कुनै पनि दाजुभाइले अरूलाई चेलीबेटी बनाएर आफ्नो चेलीबेटीलाई कहिले पनि नरौँ। सम्पत्ति र टिका भनेको फरक हो। टिका भनेको टिका हो, चेलीबेटी भने चेलीबेटी हो, दाजुभाइ भनेको दाजुभाइ हो। यहाँहरूलाई थाहा छैन, नत्र मैले सम्झाइदिएँ। अघि म रोएर बसिरहेको थिएँ, दाइले लिएर आउनुभयो मलाई। देख्नु भएको छ नि तपाईँले, नदेख्नु भएको भए यहाँ सम्झाउने छिन्गे नि फुरी गरेर टङ 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 बगिस्ता भयो। अनि के अन्त नि भन्नु परेन दर्शक। अब हेर्नुहोस् न, मेरो भाउजू पनि अहिले माइत जान नपाएर कति रुनु भएको छ। आगमदेखिबाट हाम्रो दाइले पठाउँछु भन्नुभएको छ, हो कि भन्नु त? देख्नुभएको छ, यसरी सुधार्नुपर्छ हामीले। अब अघि बाटोमा लडिराख्नु भएको थियो, डङडङ्ग जाँड खाएर। अब आफ्नो बहिनीले सम्झाएपछि सट्टची उहाँ चाहिँ सुध्रेर आउनुभयो, टक्क पर्नु भएको छ। अबदेखिबाट रक्सी पनि खानु भएको छ। यसै गरेर चाडपर्व आयो भन्दैमा विशेष गरी तिहारमा कहिले पनि यसरी जाँड रक्सी खाएर बाटोमा नबसौँ र आफूलाई पनि हानि हुन्छ र दोस्रो मान्छेलाई पनि कहिले हानि नगरौँ। आफ्नो छर छिमेकमा बेकारमा शत्रु त जसको पनि हुन्छ नि, तपाईँको पनि छ, हाम्रो हुन्छ नि, हँसाउनु हुँदैन है, थाहा छैन तपाईँलाई। र यस्तै गरी चाहिँ नरहनु है त। फकाउने मान्छे चाहिँ तपाईँ जस्तो हुनुपर्छ। एक अर्कालाई पर्दाखेरि सहायता गर्ने मान्छे मात्रै राम्रो हो नि। फेरि हेर्नु त, मान्छेको देउरानी जेठानी उल्लो घर पल्लो घरको भनेको दुश्मन हुन्छन्, कुरा काट्छन्। तर हेर्नुहोस्, आज दिदीले म रोइरहेको बेलामा आफ्नो माइतीमा दाइलाई फकाएर लिन पठाउनु भयो। आज हेर्नुहोस् त, दाजुभाइको टिका लगाउन कि आफ्नै दाजुभाइ चाहिने रहेछ त, चाहिँदैन नि। उहाँले लिएर आउनुभयो, सबैजना खुसी भयो। यसै गरी खुसी भएर तपाईँहरू पनि मनाउनु पर्छ नि तिहार। यसपालि 2076 सालको के भन्छ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मेरो दाजुभाइ तथा दिदीबहिनीहरूमा सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु। अनि छठको पनि यहाँलाई हार्दिक हार्दिक शुभकामना। अर्कोचोटि फेरि हामी आउँछौँ आगनको साल। हेर्नु न है त।